धेरै खुस हुनुहुँदैन, खुस धेरै भयो भने पनि एकछिनमा दुःखी हुनै पर्छ भन्दै थियो। आज मेरो ट्राइपोड टुट्यो। सो स्वागत छ हजुरलाई फेरि पनि मेरो सानो टिनो भ्लगमा हेर्न सक्नुहुन्छ। यो सबै तल थियो, मैले आज माथि सारिदिएको छु है। आज म मेरो सानो गार्डनलाई केयर अनि माथि तल सार्दैछु है। यो गार्डन मेरो लागि गार्डन मात्रै नभएर मेरो खुसी, मेरो शान्ति, मेरो सुकुन हो कि यिनीहरूलाई हेर्दा म एकदमै धेरै खुसी महसुस गर्छु। हरेक नयाँ पत्ता फुलले मलाई नयाँ उम्मेद दिन्छ। जसले बिरुवालाई माया, समय र केयर चाहिन्छ त्यसले हाम्रो जीवनमा पनि माया र धेरै चाहिन्छ। नभए हामी मान्छेहरूलाई के धेरै नै छैन, हजुरहरूलाई पनि थाहा छ होला। हरेक गार्डनले मनलाई पनि शान्ति बनाउँछ र घरलाई पनि सुन्दर देखाउँछ हैन। जो माने यस्तो प्लान्टहरूको लभर हुनुहुन्छ हजुरहरूलाई थाहा छ होला है। कति देखेर आफूलाई कति खुसी लाग्छ, आफ्नो प्लान्टहरूको यति राम्ररी आउँदैछ है। तपाईहरुलाई कस्तो लाग्यो मेरो गार्डन बताइदिनु होला। गार्डन बनाउनु पनि यति सजिलो छैन है। धेरै र मायाको जरुरत छ यसलाई पनि। मैले यसलाई कति दुःखले उयो गरेको थिएँ हैन। कति राम्ररी उयो गरे, केयर गरे, माटो काखदेखि लिएर आफूले गरेको थिएँ। सो अहिले चाहिँ मैले मेरो कामहरू खत्तम गरेको सकेको छु यहाँनेरि। अहिले म पानी हालेर सफा गर्दैछु यसलाई। आजहरूको सानो यो गार्डन भ्लग हजुरहरूको लागि मन पर्यो भने भन्नु होला। सो हामीहरूको यतातिर चाहिँ मङ्की धेरै आउँछ हैन, बिहानदेखि हुन्छ। यहाँनिर यति सब हरेक चीज फुलहरू केही राख्न दिन्न नि त। फेरि पनि यति दुःखले बचाइरहेको थिएँ मैले। यो चाहिँ मङ्कीको लागि राखेको। यति खुसी हुँदै थिएँ बादमा दुःखी हुने पर्यो हैन। अहिले यति खुसी छु म हेर्नु, किनकि यो क्लिन भयो नि त। यहाँ अस्तिदेखि त त्यति खासै थिएन, अहिले बहुत राम्रो भएको छ। मलाई बहुत खुसी छु म। और यो खुसीमा केही दुःख पनि छ मेरो लागि। जो मेरो हात काटेर चाहिँ यहाँ तीन थ्याम काटेको छ एटलिस्ट। तीन थ्याम यहाँनिर यहाँ बिहान हेर्नुहुन्छ त्यो होइन। और म खुसी हुँदै चार्ज हाल्नु पर्यो फोन भने भित्र मात्रै गएको थियो। यो ट्राइपोड फुट्यो हेर्नु न, टुट्यो। कति दुःख लाग्यो मलाई। सबै खुसी पानीमा गयो मेरो। सो भ्लग मन पर्यो भने भेटौँला अर्को भ्लगमा। छ अहिलेको लागि यति नै, बाई।